श्री पूजनीय प्रिय पिताजीलाई कोटि नमन नित्य हजुरलाई। श्रद्धा सुमन पुष्पहरू चढाई स्वर्गीय वैकुण्ठ निवासीलाई। हजुर इन्द्रादि देवादि साथमा रमेर बस्नु भएकै होला त्यहाँ। कस्तो छ वैकुण्ठ कति ठुलो छ, साधु र धर्मात्मा सबै भुलेछ। विद्वान वर्गहरू साथमा सधैँ शास्त्रार्थ छलफल पनि हुन्छ कि अझै। पिता र माता अनि दाजु बन्धुको भयो कि भेट अनि अन्न मित्रको। हजुर आनन्द भएर बस्नु है, आशिष हामीलाई पठाउनु है। शोभा गयो रश्मि निवास समात्यो, बत्ती निभे झैं परिवार शून्य भो। हजुरको कोकिल कण्ठ त्यो सधैँ त्यस्तै होला कि त फरक भयो अझै। सम्झेर सहस्र आँसु झर्दछन्, बाबा भनी जो अरूले बोलाउँछन्। आमा जो अर्धाङ्गिनी हजुरकी, रोएर बिताउनु वर्ष भो कति। हजुरको लेख किताब चन्द्रिका, पढेर बोल्नु हुनुहुन्छ सर्वदा। हजुरले ज्ञान कति दिनुभो, सुमार्ग हामीलाई देखाउनु भो। प्रसाद मैले त्यही नै बनाउँछु, गला हजुरको मनमा सजाउँछु। लिएर धैर्य मनलाई शान्त भई, सोधेर प्रश्न अनि भन्छु आफूलाई। जन्मेपछि मृत्यु अवश्य हुन्छ है, हो चक्र यो दिन र रात सम्झै। वैकुण्ठको ठाउँ रोजेर राखनु, त्यो दिव्य ठाउँ हामीलाई मिलाउनु। बसेर रमेर नित्य मुग्ध भई, हरि भजन गाउँछु है सधैँ सधैँ। बसेर रमेर नित्य मुग्ध भई, हरि भजन गाउँछु है सधैँ सधैँ।